सो नमस्कार एभ्रिवान, स्वागत छ तपाईलाई यो भिडियोमा। आज यो भिडियोमा हामी सुमिदा एजुकेसन नेटवर्कको स्टुडेन्ट ड्याशबोर्ड कसरी चलाइन्छ त्यो सिक्ने छौं। So first of all, open any of your browser and type sumidaeducation.com. So it will bring you to the landing page. हामी यो ल्यान्डिङ पेजमा के देख्न सक्छौं भने यस हाम्रो सर्भिसेस, हाम्रो प्रिपरेसन क्लासेस र हाम्रो गाइडेन्स टुवर्ड्स डिफरेन्ट कन्ट्री है त। सो तपाईहरुलाई के क्वेशन भए तपाई यहाँ निरी आएर होम पेजमा आएर तपाईले आफ्नो डिटेल्स दिएर आफ्नो इमेल एड्रेस र फोन नम्बर दिएर यदि तपाईले यो गेट अ फ्री कन्सल्टेसन गर्नुभयो भने हाम्रो कल तपाईलाई चाँडो भन्दा चाँडै नै आउनेछ। नेक्स्ट इज द सर्भिसेस ट्याब। सो यहाँ निरी चाहिँ हामी के सर्भिस प्रोवाइड गर्छौं त भन्ने बारेमा छ। यु क्यान गो थ्रु इट। नेक्स्ट is the exam preparation classes. So यहाँ निरी तपाईले IELTS, PT, OET, GRE को बारेमा everything थाहा पाउन सक्नुहुन्छ। के मोड्युलहरु छ, कसरी गर्ने बारे यहाँ निरी मजाले दिएको छ र आफ्नो लागि सुइटेबल कोर्स फाइन्ड गर्नको लागि चाहिँ तपाईले युटिलिटीज ट्याबको यो युनि एन्ड कोर्स फाइन्डरमा जानु भने तपाईको यो पेजमा ल्यान्ड हुनुहुन्छ र यहाँ निरी सपोज फर एक्जाम्पल मैले अस्ट्रेलिया चुज गरे एन्ड मैले ब्याचलर्स डिग्री चुज गरे एन्ड म सपोज म्यानेजमेन्ट एन्ड कमर्स फिल्डमा जाने सोचिरहेको छु भने यस तपाईको यहाँ नेरी अलरेडी फिल्टर भएर आउनेछ। सो देयर आर अल टुगेदर 712 रिजल्ट्स जुन चाहिँ यहाँ देखाइरहेको छ। सो नेक्स्ट इज द ब्लग सेक्सन्स। तपाईले यहाँ ब्लगहरु पढ्न सक्नुहुन्छ। अबाउट सेक्सन यु विल लर्न अबाउट सुमिदा एजुकेसन, व्हेन वाज इट एस्टाब्लिश्ड एन्ड कुन संस्थासँग चाहिँ हामी एसोसिएटेड छौं हैन। सो फ्रिक्वेन्टली आस्क्ड क्वेशनहरु यहाँ निर छ, यहाँ पनि तपाईले हेर्न सक्नुहुनेछ सबै। र यदि तपाईको अरु पनि के क्वेरीजहरु भएमा यु क्यान कल अस, यु क्यान आइदर इमेल अस है एन्ड तपाईको आफ्नो क्वेरीजहरु यहाँ निर हालेर प्रोवाइड गरिदिनु भयो भने हामी यो पाउने छौं। अब यो त थियो ल्यान्डिङ पेज। तर तपाईलाई अब विभिन्न सुविधा, क्लासेस, मक टेस्ट, आफ्नो डकुमेन्ट्स, भिजा प्रोसेसिङ कहाँ पुग्यो, आफ्नो एटेन्डेन्सहरु थाहा पाउनु छ भने चाहिँ तपाईले हाम्रो ड्याशबोर्ड भित्र गएर हेर्नु पर्ने हुन्छ। त्यसको लागि तपाई लगइनमा जानुहोस् र सुरु टाइम अफिस भिजिट गर्दाखेरि तपाईले हाम्रो आईडी र पासपोर्ट पाउनु भएको हुन्छ। सो त्यो आईडी र पासपोर्ट हालेर यु क्यान साइन इट हियर। र यदि तपाई घरै बसेर आफैले साइन अप पनि गर्न सक्नुहुन्छ क्रिएट एन अकाउन्टबाट र तपाईले हाम्रो कोर्सेसहरु किन्न सक्नुहुन्छ, एक्जाम बुक गर्न सक्नुहुन्छ। IELTS, PT, GRE, OET, ELLT जुनै पनि बुकिङ गर्न सक्नुहुन्छ। तपाईले पेमेन्ट पनि QR र कार्डले घरै बसेर गर्न सक्नुहुन्छ भने अरु पनि विभिन्न सुविधाहरु हामी अगाडि डिस्कस गर्ने नै छौं। सो यदि इन केस तपाई अफिस अलरेडी आइसक्नु भएको छ र पासपोर्ट बिर्सिनु भएको छ, हराउनु भएको छ भने फरगट पासपोर्टमा गएर तपाईले आफ्नो इमेल हालेर तपाईले रिसेट पासपोर्ट पनि गर्न सक्नुहुन्छ है त। अहिलेको लागि मैले मेरो आईडी र पासपोर्ट हालेर मलाई याद छ मैले साइन इन गरे। यसरी हामी हाम्रो स्टुडेन्ट ड्याशबोर्डमा पस्ने छौं। सो यहाँ नेरी तपाईको फर्स्टमा ड्याशबोर्ड छ। ड्याशबोर्ड सेक्सनमा चाहिँ के छ भन्दाखेरि यदि तपाईले कुनै IELTS स्कोरहरु दिनु भएको छ, PT को स्कोर्सहरु आको छ, तपाईको एटेन्डेन्स, तपाईलाई केही अनाउन्समेन्ट्सहरु, तपाईलाई टास्कहरु क्रिएट गरिदिनु भएको छ तपाईको डकुमेन्टेसन अफिसरले भने सबै यो यहाँ नेरी आएर बस्छ है त। सो तपाईलाई यहाँ पपअप पनि आउँछ है। सो अर्को भनेको एपोइन्टमेन्ट यहाँ नेरी सर्ट फर्ममा। सो यदि कसै डकुमेन्टेसन अफिसरले चाहिँ तपाईलाई अपोइन्टमेन्ट क्रिएट गरिदिनु भएको छ आइदर फिजिकल अर अनलाइन भाया गुगल मीट, माइक्रोसफ्ट टिम्स अर एनी अदर मिडियम बाट छ भने यहाँ आएर बस्छ। डाइरेक्ट तपाईले यहाँबाट जोइन हुन सक्नुहुनेछ। यो पार्ट भनेको मक इन्टरभ्यूको हो। यदि तपाईको डकुमेन्टेसन अफिसरले तपाईलाई USA, फ्रान्स र UK को इन्टरभ्यूहरु असाइन गरिदिनु भएको छ भने मक इन्टरभ्यूको लागि तपाईले अनलिमिटेड नम्बर अफ टाइम्स तपाईले इन्टरभ्यू दिन सक्नुहुनेछ। सो प्रिपरेसन गाइडहरु यहाँ निर छ तपाईको है। यो मज्जाले पढिसकेर यो डिफरेन्ट पार्टहरु छ, यो पढिसकेर मात्र इन्टरभ्यू दिनु होला। त्यो जहिले पनि हेर्न पाउनुहुन्छ। यो स्टार्ट इन्टरभ्यू गर्नु भइसकेपछि के हुन्छ भन्दाखेरि यस यसरी आउँछ। सपोज UK को इन्टरभ्यूको लागि प्रिपेयर गर्दै हुन्छ भने तपाईले UK को स्लटलाई चुज गरेर तपाईको सेम प्रिकास्ट इन्टरभ्यू जस्तो चाहिँ रियलमा हुन्छ सेम युजर इन्टरफेसको साथमा
तपाईको एभ्रिथिङ लाइक बडी ल्याङ्ग्वेजदेखि लिएर आँखादेखि लिएर तपाईको लुगादेखि लिएर तपाईको एन्सर चाहिँ बेस्ड अन तपाईको प्रोभाइडेड वर्क फ्लो छ कि छैन भन्न खोजेको तपाईको अफर लेटर त्यहाँको ग्रस ट्युसन फी स्कलरसिप नेट ट्युसन फी सँग म्याच हुन्छ कि हुँदैन एभ्रिथिङ तपाईको चेक गर्छ र तपाईलाई फिडब्याक पनि दिन्छ। त्यसपछि हामी आउँछौँ सर्भिसेस एन्ड प्राइजिङ सेक्सनमा। यहाँनिर हाम्रो क्याटलग छ, कोर्स क्याटलग। हामी डिफ्रेन्ट क्लासेसहरू गराउँछौँ, सिम्याट, डुओलिङ्गो, आइएल्स, पिटी, ELLT, लाइफ स्किल A1, लाइफ स्किल B1, GT, सबै क्लासको फी चाहिँ कति छ भनेर तपाईले एनी टाइम हेर्न सक्नुहुन्छ। सो फर एक्जाम्पल यदि ब्रिटिस काउन्सिल अर IDP ले हामीलाई बुकिङमा अलिकति पनि डिस्काउन्ट दिनुभएको छ भने यहाँनिर अलरेडी अपडेटेड भएर आउँछ र यहीँबाट तपाईले किन्न पनि सक्नुहुन्छ। क्लासेसहरू तपाईको एक्जामिनेसनहरू हैन डेट टाइमिङहरू चुज गरेर किन्न सक्नुहुनेछ। नेक्स्ट इज कोर्स क्याटलग। यहाँनिर फर एक्जाम्पल मलाई PTE मा जोइन हुन मन लाग्यो भने जस्तै म यहाँ अलरेडी इनरोल देखाइरहेछ, तपाईले कुनै क्लास अलरेडी लिइसक्नु भएको छ भने अलरेडी इनरोल देखाउँछ। सो फर एक्जाम्पल मलाई PTE लिन मन लाग्यो भने म भ्यू टाइमिङमा जान्छु। सो हामीसँग अहिले 5वटा हामीसँग अहिले 5वटा PTE क्लासेस रन भइरहेको छ। त्यहाँमध्ये फर एक्जाम्पल मलाई फिजिबल चाहिँ बेलुकाको 3 to 4 वाला क्लास भयो भने म यो टाइमिङ चुज गर्छु, मेरो प्राइजिङ आउँछ यहाँनिर। सो हामी डिफ्रेन्ट मेटेरियलहरू पनि दिन्छौँ, 2टा छ यहाँनिर चाहिँ। सो यो चाहिँ अनलिमिटेड नम्बर अफ टाइमको लागि हो, तपाईले जति पनि पढ्न सक्नुहुन्छ, रिभिजन क्लासेसहरू लिन सक्नुहुन्छ, मक टेस्टहरू छ। लिसनिङको भित्रको म्याप वक मात्र मलाई गाह्रो लाग्छ भने म म्याप वक मात्र पनि गर्न सक्छु। सो आइदर मलाई कार्डदेखि पे गर्न मन लाग्यो अर ब्याङ्कदेखि पे गर्न मन लाग्यो, दुईटामा एउटा चुज गर्ने। फर एक्जाम्पल मैले QR चुज गरेँ एन्ड मैले कनेक्ट IPS चुज गरेँ भने यस आफ्नो डिटेल्स अर QR युज गरेर मैले यो क्लासलाई लिन सक्नेछु। अब तपाईले कोर्स लिइसकेपछि कहाँ आउँछ त भन्दाखेरि माई ब्याचेसमा तपाईको लिइसकेको कोर्सेसहरू आउँछ। यहाँ देख्न सक्नुहुन्छ एउटा छ IELTS एकाडेमिक, अर्को छ OET। सो तपाईले यदि अफलाइन क्लास लिनु भएको भने जोइन क्लास भनेर यसरी आउँदैन, यो OET चाहिँ अनलाइन भएर यो जोइन क्लास आएको। सो एभ्री टाइम तपाईलाई लिङ्कको ह्यासल हुँदैन, यहीँनेरि आउने जोइन गर्ने, तपाईँ डाइरेक्टली इन्स्ट्रक्टरसँग जोइन हुन सक्नुहुनेछ। सो यो इन्टर क्लासमा गर्नु हो भने तपाईको इन्स्ट्रक्टरले तपाईलाई के मेटेरियलहरू प्रोभाइड गरिदिनु भएको छ त, तपाईको एटेन्डेन्स, होल मन्थको एटेन्डेन्स एज पर यर निड हैन, यो मेको, यो अप्रिल, मे, जुन गरेर तपाईले आफ्नो एटेन्डेन्स हेर्न सक्नुहुन्छ। कुन टाइममा प्रेजेन्ट हुन्थ्यो, एब्सेन्ट अर अलिक लेट आउनु भएको थियो देखि लिएर यहाँ कोर्सको इन्फर्मेसनहरू मेटेरियलहरू भइ नै हाल्यो। सो यहाँ पनि छ मक टेस्ट। सो अर्को भनेको अघि जुन मैले भनेको थिएँ तपाईहरुलाई, यहाँ पनि छ जुन चाहिँ यहाँनेरि मक टेस्टमा प्रेस गरिसकेपछि तपाईले अनलाइन टेस्टमा आएर जुन अघि मैले भनेको थिएँ आइटम वाइज, मोड्युल वाइज मक टेस्टहरू दिन पाउनुहुन्छ। सो लेट्स चाहिँ मैले रिडिङको मात्र दिन मन लाग्यो, फुल रिडिङ मात्र एक्जाम दिन मन लाग्यो भने यस मैले 40वटा टेस्ट दिन पाउनेछु। सेम टाइम एक्ज्याक्ट रियल एक्जाममा घडी यहाँ हुन्छ भने यहीँनेरि हुनेछ। कपी पेस्टको फिचर्स, नोट टेकिङ फिचर्स A to Z सेम त्यही नै हुन्छ। नेक्स्ट इज द डकुमेन्ट्स पार्ट। सो तपाईको कुनै डकुमेन्ट अपुग रहेमा यहाँनेरि दिएको डकुमेन्ट त सबमिटेड भनेर आउँछ, तर कुनै अपुग छ भने तपाईले यहाँबाट पनि अपलोड गर्न सक्नुहुन्छ। सो हामी डाइरेक्टली त्यो पाउने छौँ। सो सफ्ट कपीको लागि तपाईलाई टास्क क्रिएट गरिदिनु भयो अर अपोइन्टमेन्ट क्रिएट गरिदिनु भयो अर इमेल आयो भने डाइरेक्टली तपाईले आफ्नै ड्यासबोर्डबाट पनि एभाइलेबल गराइदिन सक्नुहुनेछ। सो भिजा टाइमलाइन भनेको यस तपाईको प्रोसेस कहाँ पुग्यो त भनेर अहिले यो नयाँ एकाउन्ट भएकोले यहाँनिर देखाएको छैन, बट यदि कुनै कन्ट्री UK, अस्ट्रेलिया, USA, क्यानाडा जुनै कन्ट्रीको भए पनि तपाईको प्रोसेस चाहिँ कहाँ पुग्यो त, अफरसम्म पुग्यो कि, अफर इस्यु मात्र भएको हो कि, अफर आइसकेको हो कि, NOC एप्लाइड हो कि, NOC रिसिभड हो। सो पर्सेन्टेज बेसिसमा यो पनि तपाईलाई थाहा हुनेछ। सो हरेक प्रोसेसको तपाईलाई इमेल पनि आउने नै छ। सो तपाईले दिनुभएको टेस्टको स्कोरहरू हेर्नको लागि यहाँनेरि पुरा हिस्ट्री बनेर बस्छ र मेलमा पनि तपाईलाई आइ नै रहेको हुन्छ। तपाईलाई दिएको टास्कहरू यहाँनेरि आएको हुन्छ भने तपाईलाई दिएको एनाउन्समेन्टहरू सपोज आज छुट्टी हुन सक्छ अर तपाईलाई फाइनान्शियल लिटरेसीको लागि IPO अलर्टहरू आउन सकेको हुन सक्छ। सो हाम्रो सर्भिस लिएपछि तपाईलाई कुनै फिडब्याक दिनु छ भने यस तपाईले यहाँ आएर
जेनरल फिडब्याक, सर्भिस क्वालिटी, सजेसन, कम्प्लेन, टेक्निकल इस्युज अर आफ्नो रेटिङ्स दिएर तपाईँले फिडब्याक लेख्न सक्नुहुन्छ। सो तपाईँको फिडब्याकलाई हामी एकदम ओपन नै हुनेछौँ जहिले पनि। सो हामी छिटोभन्दा छिटो समाधान गर्छौँ यदि केही प्रब्लम छ भने, र राम्रो छ भने राम्रो भनेर पनि हालिदिनु होला। त्यसपछि आयो पेमेन्टको पार्ट। यदि कुनै पेमेन्टहरू पेन्डिङ छ भने यहाँनिर आउँछ, त्यो पनि यहीँबाट पेमेन्ट पनि गर्न मिल्छ। सो यो भोटिङमा चाहिँ हाम्रो कस्तो छ भने स्टाफ अफ द मन्थ, इम्प्लोइ अफ द मन्थ पनि हाम्रो एमङ आवर मेम्बर्सलाई तपाईँले भोट गरेर रिजन दिन सक्नुहुनेछ। सो यस, तपाईँले पासपोर्ट फेरि पनि चेन्ज गर्न मन लाग्यो भने तपाईँले यहाँ आएर चेन्ज पनि गर्न सक्नुहुनेछ। सो क्लासेसमा तपाईँलाई मेसेजेसहरू पनि आउन सक्छ। म्यामहरूले पठाउनु भएको मेसेज चाहिँ यहाँनिर आएर पनि बस्छ। सो च्याट पनि गर्न मिल्छ, फोन कल्स, भिडियो कल्स पनि गर्न मिल्छ। सो द्याट वाज इट है त। यो ड्यासबोर्ड ओभरअल यही नै थियो। अरू पनि केही क्वेरिजहरू भएमा, टेक्निकल इरोड्स भएमा अरू केही क्वेसन्सहरू भएमा तपाईँले डिस्क्रिप्सन पढेर एकचोटि हेरिदिनु होला, र पनि बुझ्नु भएन भने कमेन्ट गरिदिनु होला है त। हामी तपाईँमा छिटोभन्दा छिटो रिच आउट हुनेछौँ। र अरू त तपाईँलाई हामीसँग कसरी आउने भनेर अलरेडी मैले भनिसकेको छु। अरू पनि केही क्वेसन्स छ भने इमेल र फोन पनि गर्न सक्नुहुनेछ। सो थ्याङ्क यू फर वाचिङ। आई होप यु हेभ अ ग्रेट एक्सपिरियन्स एट सुमेधा एजुकेसन नेटवर्क।